उहाँहरूलाई पनि आफ्नो परिचय र आफ्नो जातीय परिचय दिनुहुन अनुरोध गर्न चाहन्छु। सर्वप्रथम त होम रजाली मगरज्यूलाई चाहिँ आफ्नो परिचय र आफ्नो जातीय परिचय दिनुहुन अनुरोध गर्न चाहन्छु। धन्यवाद। जहाँ रहे पनि जहाँ भए पनि बिर्सिनु हुँदैन आफ्नो मातृभूमिलाई युगौं युग जोगाइराखौँ आफ्नो संस्कृति र जातीय पहिचानलाई। झोरले अनि आदिवासी अभिवादन 30औं विश्व आदिवासी दिवसको अवसर पारेर आदिवासी जनजाति महासंघ युएले आयोजना गरेको यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू लगायत निर्णायक मण्डलज्यू साथै विभिन्न समुदायबाट पाल्नुभएका नेतृत्व गर्दै पाल्नुभएका प्रतियोगी मित्रहरू लगायत यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा झोरले अनि आदिवासी अभिवादन स्वीकार्नुहोला। मेरो नाम होम रजाली मगर, मेरो जन्म गुल्मी जिल्लामा भएको हो। आज भने म यहाँ समक्ष मिस्टर एन्ड मिस इन्डिजिनियस 2024 को कन्टेस्टेन्ट नम्बर 4 को रूपमा नेपाल मगर संघ शाखा युए को तर्फबाट यहाँहरू समक्ष उपस्थित भएको छु। आफ्नै भाषा, धर्म, संस्कार, संस्कृति, लिपि थरथलो रहेको आदिवासी जनजाति मध्येको एक जाति हो मगर जाति। जनसङ्ख्याको हिसाबले हेर्ने हो भने नेपालको कुल जनसङ्ख्या मध्ये 7.13% मगर जातिको रहेको छ। त्यसै गरी 125 जातिहरूमध्ये मगर जाति तेस्रो स्थानमा पर्दछ भने जनजाति मध्ये मगर जाति पहिलो नम्बरमा पर्दछ। विश्व समुदायले नै मगरलाई एक वीर गोर्खा इमानदारी भनेर चिन्दछ। साँच्चीकै मगरहरू एक इमानदारी अनि सहयोगी हुन्छन्। त्यसैले त पूर्वकालदेखि भन्दै आइरहेको एक उखान छ, सहयोग माग्नु परे मगर गाउँ जानु। मगर जाति कृषि पेसामा आबद्ध, योग कला कौशलमा पनि निपुण मानिन्छ। नेपाल मगर संघ शाखा युए 2005 मा स्थापना भएदेखि जनजाति आदिवासी महासंघसँग आबद्ध एक विशुद्ध जातीय संस्था हो। नेपाल मगर संघ शाखा युएले युएमा 4वटा क्षेत्रहरूमा आफ्नो क्षेत्रीय समितिहरू विस्तार गर्न सकेको छ नेपाल मगर संघ शाखा युएले। धन्यवाद। हजुरको क्वेसन ओके, उहाँको क्वेसन नम्बर रहेको छ 2। यो प्रश्न सोधिदिनु हुन चाहिँ म हाम्रो नेफिन युएका संरक्षक सल्लाहकार प्रमोद श्रेष्ठज्यूलाई आग्रह गर्न चाहन्छु। रजाली मगर हजुर तयार हुनुहुन्छ हैन प्रश्नको लागि? हजुर तयार छु। प्रश्न नम्बर 2 तपाईलाई प्रश्न छ, नेपाल आदिवासी जनजाति महासंघ युए को स्थापना कहिले भएको हो र नेपालमा कहिले स्थापना भएको हो? प्रश्नको लागि धन्यवाद। नेपाल आदिवासी जनजाति महासंघ युए को स्थापना ईस्वी सम्वत 2007 सालमा भएको हो भने नेपालमा विक्रम सम्वत 2047 सालमा भएको हो। धन्यवाद। धेरै धेरै धन्यवाद। हाम्रो होम रजाली मगरज्यूलाई एकदमै कन्फिडेन्टको साथ भन्नुभयो, मलाई त एकदमै राम्रो लाग्यो उहाँको। आशा छ हाम्रो जुलीहरू र हाम्रो दर्शकहरूलाई पनि मन पर्यो होला। मिस्टर इन्डिजिनियस 2024 होम रजाली मगर। उहाँले 600 मा 556 मार्क ल्याउनु भएको छ। सबैको मन शीतल भयो क्या। अब तपाईँको सबैलाई फेरि अब मिस इन्डिजिनियस 2024 यसपालि
600 मध्येमा 566 566 मार्क्स ल्याएर एकदम जित्न सफल हुने प्रतिस्पर्धीको नाम काशी डोल्मा शेर्पा।